एभ्रिवान, यहाँ सबैलाई आजको मेरो न्यू डे न्यू ब्लगमा स्वागत छ। आज धेरै दिन पश्चात मैले यो ब्लग बनाउँदैछु हो। अनि आज चाहिँ म सिङताम जानको लागि निस्केको। मेरो चाहिँ हस्पिटल जानु छ नि त, आँखाको अलिकति देखाउनु छ, आँखाको समस्या भइरहेछ। सो आजको मेरो ब्लग चाहिँ के कस्तो हुन्छ सबैजनाले हेर्दै गर्नु होला, हेरिदिनु होला अनि इन्जोय गर्नु होला है त। आजको वेदर पनि सफा शीतल भइरहेको छ। सो अब हामी सिङताममा भेट्नेछौँ। म सिङताम आइपुगिसकेँ होइन। अहिले चाहिँ 8:30 हुँदैछ। आज चाहिँ हाम्रो सिएम साहब यहाँ हाम्रो याङगाङ साउथ सिक्किममा आउनुहुँदैछ नि त, त्यही भएर चाहिँ हल्का जाम पनि त्यो बाटोमा होइन, भिआइपी गाडीहरूले गर्दा। र पनि अब 8:30मा चाहिँ आइपुगेको छु हो। अनि सिङताम बजार चाहिँ आज पुरा खुल्ला पारेको रहेछ। सिङतामको धुलोमुलो चाहिँ तपाईँहरूलाई थाहै छ होइन। अस्ति सफा गरेर एकताल चाहिँ क्युट भएको थियो, तर अब धुलो त बस त्यस्तो अब धुलोकै सिजन हो, पुरा धुलोमुलो चाहिँ ड्याम्मै छ हो। र अहिले चाहिँ साथीहरू यहाँनिर सामसुङ दोकानमा चाहिँ मेरो एकजना छुवामा आउनु भएको छ नि त फोन किने भनेर। अनि उहाँको फोन किन्नु जाँदै गरेको होइन यो दोकानमा। अब हेरिदिनु पर्ने छ कुन खालको चाहिँ राम्रो हुन्छ भनेर। यहाँनिर चाहिँ म सधैँ पनि देखाउँछु होइन, यो क्लिनिकमा आज पनि देखाउने हो मेरो आँखा चाहिँ। लाइन आर्ट क्लिनिक दृष्टि। साथीहरू मेरो चस्माको फ्रेम चाहिँ यस्तो मैले सेलेक्ट गरेँ होइन। अनि डक्टर पनि देखाइहालेँ। अब चाहिँ यहाँनिर चस्मा देखाउनुपर्छ। कस्तो देख्यो मलाई दामी देखेँ होइन। अरू चाहिँ खाजा खान आएको छु यहाँनिर होटेलमा। यो होटेल सोल्टी होटेलमा खाजा खानको लागि आइरहेको छु। अहिले चाहिँ भोक लागिसक्यो नि त, 12 बजी। यस्तो छ तातो पानी, यसमा जुस हालेर खानुपर्छ। रसदाना खान आएको है साथीहरू। म चाहिँ यहाँ आएपछि चाहिँ रसदाना नखाइ चाहिँ फेरि जानै सक्दिनँ नि त, एउटा भए पनि रसदाना चाहिँ खानैपर्छ। र अहिले चाहिँ रसदाना खानको लागि यहाँ चितवनमा आइरहेको छु म चाहिँ हो। यहाँनिर चाहिँ एकदम मिठो पाउँछ मिठाईहरू। हेलो भनिदिनुहोस् तपाईँ नखानु साथीहरू। अब चाहिँ हामी नाचेको गरमले चाहिँ सास जानु आँटिरहेको छ, सास जानु आँटिरहेको छ। नयाँ काँक्रा अलिक देखाइदिउँ न मेरो भ्युवर्सहरूलाई। नयाँ काँक्रा निस्केछ है यहाँनिर हेर्दा। हेर्नेहरूले पनि नयाँ नयाँमा त सबैले सानो थुक्नी लिँदैन नि त, रात मात्रै हुन्छ यहाँ। यो खालको कोपी, यो खालको कोपी चाहिँ सब्जी चाहिँ थोरैले खानुहुन्छ होला होइन। यो चाहिँ के पो खानुहुन्छ? सलाद र स्लाइसेस र सुप है, सुप। यहाँनिर सिमी, बस्तीको टमाटर हो, यस्तो निस्किन्छ। यो अरूभन्दा पनि मेरो काँक्रा चाहिँ साह्रै खाउँ लाग्दो देखिरहेको रहेछ। के चाहिँ यो मेवा त 3 केजी जस्तो छ होला है। अम्बो, बस्तीमै बसेर बस्तीकै मान्छेले सब्जी किनी खानुपर्छ, साह्रै छ।
साथीहरू अब चाहिँ घर आइपुगे सिङतामको गरमले पाकेर झन्डै मर्यो ए आफ्नै गाउँ आफ्नै ठाउँ सुन्दर अनि रमाइलो शीतल